यो चाहिँ हेटवटा शहीद स्मारक पार्कमा अब रहेको छ यो सबै बच्चाहरू खेल्न मिल्ने गोरु चाहिँ रहेको छ। त्यो पार्किङको हामीले चाहिँ त्यहाँबाट टिकट काटेर त्यहाँबाट छिर्छौँ होइन, त्यहाँ आउँछौँ। ल यहाँ चाहिँ एउटा चित्तल पनि रहेछ, यो पनि चित्तल होइन चितुवा भन न यहाँ। हामीले पनि खेल्न मिल्ने जिप लाइन, रोरो जिप लाइन भन्छ, यो पनि यहाँ रहेको छ। हाँसेको नहाँस्नु यस्तो डर लाग्छ यहाँ। तिमी पनि हो, तिमी पनि हो, तिमी पनि हो। ओ हेलो, तिमी पनि खेल्न जान्ला? तिमी पनि जान्ला को? अहिले हेरिन्छ मोरल कतिको उच हुन्छ अहिले है। रहा नहीं जाता, तड़प ही ऐसी है ना। तीनजना यता इन्डिभिजुअलमा रहेका छन् र तीनजना यता रहेका छन्। हाम्रो तीनजनाको भ्यास हुँदैछ यतातिर। को कतिको मन सानो बनाउँदो रहेछ भन्ने कुरा अहिले यहाँबाट थाहा हुन्छ। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का। सबभन्दा रुन्चे टोली आउँदैछ, अनुहारले आउँदैछ। आनन्द आयो। तिमी त रोदेऊ। एकदम मन परेको भनेको यो कि होइन, नेपालको नक्सा छ नि, कस्तो राम्रो बनाएको, कस्तो राम्रो फुलहरू छ। यी एउटा अगाडि चाहिँ बबाल दामी छ। स्मारक घुमेर आइसक्नु भयो, कस्तो रहेछ त जोडी? त्यहाँ स्मारकतिर के रहेछ त्यहाँको चाहिँ विशेषता? अब यहाँको युद्धको बेलाको चाहिँ जेउस त्यहाँको चाहिँ छ तस्बिरहरू चाहिँ फोटोहरू चाहिँ त्यहाँ हजुर यहाँबाट जस्तो देखिरहेको छ त्यस्तो उसको क्याटवक जुडाल उसको मिलेको टक्क आँखा उसको गुच्चा जस्तो कपाल सर्लक। बबाल नाम्नु पर्छ त्यो वार्तालाप भइरहेछ। यस्तो कस्तो हुन्छ अरे मोरल उच मोरल उच गर्न जाँदैछ। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। कोही नटिपो 500 रुपियाँ जरिमाना। हाम्रो चाहिँ सबैसँग मिट भएको छ आज होइन। आज चाहिँ हाम्रो ल्याउँदैछ गाइस, तपाईँले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। हो यो फिक्का डान्स फेरि हो। वाह क्या सीन है। हाम्रो घरतिर चाहिँ बेसरी दुःख दिएर बस्ने बाँदर चाहिँ यहाँ चाहिँ पिन्जडाभित्र थुनिएर बसेको रहेछ। गरेर चिच्याउँछ क्या। अरे कहना क्या चाहते हो? शुरू करते हैं बिना किसी डेडिकेशन के। यो चाहिँ हेटवटा शहीद स्मारक पार्कमा अब रहेको छ यो सबै बच्चाहरू खेल्न मिल्ने गोरु चाहिँ रहेको छ। अब यसमा चाहिँ फ्लाइङ कार भनेको छ, अब त्यो चाहिँ बच्चाहरूको लागि माथि उड्ने कार छ। अनि यो हर्स भन्ने यो महोत्सवमा भइरहेको छ नि, त्यो घोडामा बसेर पुरै घुमिराख्ने त्यो पनि छ। अब स्काई साइक्लिङ गर्नु परेमा अब स्काई साइक्लिङ छ। त्यो हामीले पनि खेल्न मिल्ने जिप लाइन, रोरो जिप लाइन भन्छ, यो पनि यहाँ रहेको छ। अब हेर्दै जाउँ, हामी चाहिँ यताभित्र पनि घुम्न लागेको छौँ। हामी चाहिँ यो इन्ट्रीमा फर्स्टमा के छ भनेर चाहिँ देखाउँदैछौँ है। त्यहाँ चाहिँ ऊ पनि देखाइदिनु, गोही रहेछ त एउटा छ। है भनेर मान्यो होला यसले। ल बेटा ल ल अल्छी। ल यहाँ चाहिँ एउटा यो के गोही भन्छ, अब यो चुच्चोवालालाई के नाम चाहिँ छ्याक्कै याद भएन, तर यहाँ चाहिँ एउटा गोही पनि रहेछ है। ए घडियाल गोही, घडियाल हो यो। यहाँ चाहिँ घडियाल गोही देख्न सक्नुहुन्छ। अब यो चाहिँ मसिनो दाँत छ, यसलाई चाहिँ खासै यो त
होइन त्यही पनि लगभग 60-70 केजीको चाहिँ होला है यो त्यहाँ पानीदेखि बाहिर निस्किएर चाहिँ घाम तापेर बसिरहेको छ यो त्यो माछा पनि रहेछ हेर देख्यौ भित्र ल त्यो यसको लागि खानाको लागि चाहिँ यो पानीमा चाहिँ माछा पनि छोडिएको रहेछ है त यस्ता गोहीहरूको लागि खानको लागि चाहिँ उपयुक्त आहार नै हो यो पनि यहाँ चाहिँ अब एउटा होइन धेरै 4-5वटा नै कछुवा रहेछ है थुप्रो छ त यार टन्नै रहेछ नि कछुवा त 15-20वटा जति होला यो कछुवाहरू बिचरा यो खान नपाएर हो कि के हो पुरै त्यो सुक्खा भएर बसिरहेछ होइन ल्याङ पोजिसनमा यहाँ एक्लै राँदैन क्या यो यहाँ चाहिँ सेतो गुना हो यो त बाँदर पनि छ अब जुन चाहिँ सोल्टी के अरे हाम्रो घरतिर चाहिँ बेसरी दुःख दिएर बस्ने बाँदर चाहिँ यहाँ चाहिँ पिन्जडाभित्र थुनिएर बसेको रहेछ गरेर चिच्याउँछ क्या हेर्नु न पुरा त्यो कराएको सुनेर ठाडो परेर हेरिरहेको छ तिमी कराउँदा एकचोटि कस्तो गर्छ रियाक्सन त्यसको हेर अलिकति ऊ घाँटी बसेको कारणले चाहिँ त्यस्तै आवाज चाहिँ निस्किँदैन त्यही पनि हल्का फुल्का ल यहाँ चाहिँ एउटा चित्तल पनि रहेछ यो पनि चितुवा भन न यार चितुवा यो चाहिँ 1 नम्बरको अल्छी अब जङ्गलतिर हुँदा चाहिँ यसले चाहिँ हाम्रो बाख्रा चोरेर खतम पार्छ यहाँ चाहिँ मजाले खाएर टन्न अगाएर सुतिरहेको छ इगल भन्छ र अर्को चाहिँ हुचिल भन्ने छ दुईटैलाई एकै ठाउँ राखेको रहेछ अब सायद दुईजना नै अब यहाँबाट भाग्न पाइँदैन भनेर मिलेर नै बसिरहेछ है त लडिरहेछ भालेपोती होइन यहाँ चाहिँ मयूर चाहिँ अब अन्डा पार्नकै लागि राखेको जस्तो छ अब भाले र पोथी दुईटा सँगै राखेको छ अब यो भाले र पोथीको मिटिङ भएपछि चाहिँ यसले पोथीले चाहिँ अन्डा पारेर अन्य मयूरहरू पनि थप हुन सक्छ है त यहाँ चाहिँ गिद्ध छ यो चाहिँ गाउँघरतिर पहिला चाहिँ बेसरी आउँथ्यो यो मरेको गोरु गाईहरू खानको लागि चाहिँ तर अहिले चाहिँ यो गाउँतिर देखा पर्दैन यतातिर योमा ल्याएर थुनेको रहेछ त्यही भएर गाउँतिर यो मरेको माथिको यसको पहिरा रातिमा यसले यति डराउन दिन्छ नि त्यो उड्दाखेरि कम बुलाउँछ गरेर हेर्न त्यो अझ त्यो के अरे ल जम्मा अब अगाडितिर लागौँ 4वटा हाई कार्य त्यसलाई निन्द्रा लाग्यो अब हामी अगाडि आयौँ गाइस अब चाहिँ फोरा अगाडि चाहिँ बबाल दामी छ यस्तो रमाइलो चाहिँ हाम्रो टोलीसँग मिट हुँदैछ होइन हाम्रो पनि मिट हुँदैछ टोली मिट अवस्थामा बसेको छ यहाँ ओ के हो पाडा कहाँबाट भने अहिले के छ हाम्रो क्विन आफ्नै पारामा छ अनि राइट हेलो नमस्ते हजुर के छ त एकदम ठिक छ हजुर तपाईँको के छ ठिक छ आइयो तपाईँहरू एकदम राम्रो फोटो होइन भिडियोहरू गर्नुहुन्छ भन्ने सुनेको थिएँ अब स्मारक पार्क भन्दा चाहिँ तपाईँको होइन फोटो भिडियोहरू हामीलाई चाहिन्छ है एकदम बिग फ्यान पनि भन न उहाँ आफ्नै पारामा थियो डान्सर हाम्रो अझ कम्मर पनि त्यो उसले जस्तो मचाएर ल यताको सिन एकदम ग्रेट छ त यता हो यो फिक्का डान्स फेरि हो बस यो चाहिँ उपयुक्त हुन्छ फेरि हिरोको इन्ट्री आमा ल हेर
त्यहाँबाट बवाल छ कि आउँछ दाइ यार के हो यार यस्तो यार के आएको लेसको खै त लेसको आएन अगाडि गइसक्यो हाम्रो चाहिँ सबैसँग मिट भएको छ आज होइन आज चाहिँ हाम्रो ल्याउँदैछ गाइस तपाईँले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला अब हामी चाहिँ लाग्यौँ अगाडिको दृश्य देखाउन गाइस होइन कति राम्रो राम्रो छ फुलहरू छन् फुलहरू पनि छन् हेर्नु न फुलहरूले फुलै नटिपो 500 रुपियाँ जरिमाना डोन्ट टच द्याट फ्लावर फुलै टिप्छ फेरि के टिप्या तिमीले ए क्यामेरा छ है अस्ति 500 रुपियाँ तिरेको यहाँ यता हेर ओहो भएन यो है यहाँ चाहिँ कलकल्ली बगिरह यो चाहिँ पुरै गार्डन एरिया अझै योभन्दा अगाडि पनि जान्छौँ हामी यो चाहिँ दामी छ लुक्स हामी चाहिँ यता पछाडिबाट आएको टिम नै अब हामी जाँदैछौँ जानेको बाटो आउनेको बाटो फेरि बाटो यादवजी पहिला बोल्दैन नि यार लास्टमा मात्रै भने बोल्छु नि यार अब हामी चाहिँ गाइस माथि जाँदैछौँ यति खालको डाँडा जस्तैमा मोरल उच्च गर्न डाउन भयो एउटा मोरल चाहिँ उच्च गर्न जाँदैछ कृपया भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला के कस्तो लाग्छ कमेन्ट चाहिँ गर्न नभुल्नु होला एकदम आगामीमा अरू भिडियो पनि योभन्दा अलिक बबाल आउने छ होइन अब हामी चाहिँ सिधै लाग्दैछौँ जानेको बाटो यो चाहिँ मनोरञ्जन पार्क अगाडि हिँड तिमी दुईजना वार्तालाप भइरहेछ यस्तो कस्तो हुन्छ अरे मोरल उच्च बस त्यो चाहिँ हुनुपर्छ त्यहाँ बिचैमा डाइरेक्टर दाजु हाम्रो हुँदै हुनुहुन्छ है होइन अब नृत्य टोली एउटा हाम्रो भाइ पनि छन् उनी पनि फेरि नाच्छन् दुईजना केटी छन् दुईजना केटा भएर मोरल उच्च गर्नु फेरि त्यो डाउनलाई उच्च गर्नु छ फेरि डाउन होइन निच होइन निच हुनु भएन उच्च हुनु पऱ्यो ल जाम लेट्स गो परिया गाला हाँस्दा अनि त्यसपछि यो पिङ चढ्ने भनेको चाहिँ ए यो पिङमा चढ्ने हजुर ए ल कहिले फेरि माग गरिसक्यो त माग फारम भइसक्यो त भाइ यो पिङमा चढ्ने अरे उता पिङमा चढ्ने अरे अनि भाइ के थका लगाएर बसेको होइन यस्तो के अहिले सिल्की भने ठ्याक्कै मलाई एउटा कविता याद ल जाओस् न त जाओस् न त यार ल जाओस् ल कमान भेडा उसको क्याटवक जुडाल उसको मिलेको टक्क आँखा उसको गुच्चा जस्तो कपाल सर्लक यो बनाउने मान्छेलाई पनि देखाउँछु के उहाँ त हिरो हो त फेरि एक नम्बर क्यामेराम्यान हाम्रो डाइरेक्टर तपाईँहरू अहिले भर्खर कहाँ पुगेर आउनु भएको टेक्सर जानुहोस् माथि हामी त गएर आइसक्यौँ अब हामी नगएपछि मोरल कहाँबाट उच्च हुन्छ फेरि ल हाम्रो जोडी र अनि के भन्छ हाम्रो बहिनी स्मिता बहिनी आइसक्नु भएको छ माथि पिल्लरतिर घुमेर चाहिँ नि के भन्छ यसलाई स्मारक है स्मारक घुमेर आइसक्नु भयो कस्तो रहेछ त जोडी त्यहाँ स्मारकतिर के रहेछ त्यहाँको चाहिँ विशेषता बेलाको चाहिँ जेउस त्यहाँको चाहिँ छ तस्बिरहरू चाहिँ फोटोहरू चाहिँ त्यहाँ हजुर यहाँबाट जस्तो देखिरहेको छ त्यस्तै छ जेउस राम्रै छ त्यहाँ भित्र चाहिँ जानु नदिँदो रहेछ है दिन्छ मजाले जानु दिन्छ भित्र तलपट्टि नेपालको नक्सा बवाल छ त्यो ऊ छ नि त्यो स्मारक त्यो बिचको ऊ छ नि पिल्लर त्यो त्यहाँ भित्र चाहिँ जानु दिन्छ मजाले जान्दिन्छ ठिक छ के छ त भाइ जानु त रेडी हो एकदम म आतुर छु यो कुरामा म चाहिँ माथि स्मारिका पुगिरहेको छु होइन गाइज यो चाहिँ स्मारिका जाने हाम्रो टोली चाहिँ तल छ होइन यहाँ माथि चाहिँ जानु लाग्यो अब यहाँको देखाउनको लागि होइन के कस्तो रहेछ हेरौँ माथि नै पुगेर
यस्तो राम्रो लोकेसन चाहिँ दामी नेपालको नक्सा एकदम दामी छ यस ओ बाप थाक्यो भाइले झ्याममा खेलिदिन्छ राम्रोसित बाबु हजुर प्लिज भन्नुहोस् न खै मोबाइल ल्याउनु एकदम यो चाहिँ पुरै एरिया यहाँको चाहिँ यहाँ पनि राम्रो रहेछ फुलहरू चाहिँ यो चाहिँ पुरै एरिया जस्तो दामी चाहिँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो फुलहरू चाहिँ छ एकदम मलाई मन पऱ्यो चाहिँ फुल यहाँ एकदम अनि यो चाहिँ स्मारिका भनेको यही रहेछ होइन पुरानो पुरानो त्यो जनयुद्धमा लडेका भन्छ नि पहिला ऐतिहासिकहरू पर देख्न सक्नुहुन्छ अलिक फोटो टाइपको देखिरह त्यो चाहिँ हो म भित्र गएर देखाउँछु होइन त्यहाँ पनि यो चाहिँ बाहिरबाट देखिने एरियाहरू यतातिर जङ्गल चाहिँ रहेको छ यो चाहिँ जङ्गल यहाँदेखि यता यो पुरै स्मारिका हो यसको राउन्डिङ हानेको मैले चाहिँ होइन देखाउन लागि यो चाहिँ गेट लक रहेछ भित्र जान यहाँदेखि यहाँदेखि तल देखिन्छ क्या पार्किङ चाहिँ तल रहेको छ तलबाट आउनेको लागि चाहिँ तल यहाँदेखि आउने ल हेर्नुहोस् यो चाहिँ पुरानो एकदम भित्रको देखाएको है यहाँ जान मिल्छ कि नै माथि मिल्छ यो चाहिँ पुरानो लडाइँ भएको हुन्छ नि पहिलाको फोटो चित्रहरू रहेको छ यस्तो राम्रो फुलहरू छ यस्तो रहेको छ गाइस आउनु भएको छैन चाहिँ आउनु होला यदि आउनु पाउनु नि भिडियो मार्फत हेर्नु होला त्यति नदिए त कहाँबाट हुन्छ ब्रदर म चाहिँ अब तल लागेकै छैन यहाँ चाहिँ एकदम मन परेको भनेको यो कि होइन नेपालको नक्सा छ नि पुरा कस्तो राम्रो बनाएको यस्तो देखिन्छ त क्या झन् यति राम्रै यो नेपाल लेखेको छ स्मारिकाको पुरा टावर पनि देखिएको छ क्या अनि यो चाहिँ अब तल झर्ने हाम्रो ठाउँ टोली तल वेट गरिरहेको छ म चाहिँ तलतिर लागेको गाइज होइन यहाँ चाहिँ हेरिसकेँ माथिको अब यहाँबाट हामी जाँदैछौँ तलतिर म चाहिँ अहिले एक्लै विशाल के थाकेको हो क्या भाइ यार ए अहिले पो अब हेर्नुसम्म अहिले पो मानिनु पर्यो यार जाने फेरि अरे यादवजी ओहो यार अरे ऊपर चलो एकदम बवाल छ माथि यार खेल्ने भन्दै तिमी पनि हो तिमी पनि हो तिमी पनि हो ओ हेलो तिमी पनि खेल्न जान्ला तिमी पनि जान्ला को अहिले हेरिन्छ मोरल कतिको उच हुन्छ अहिले है
3 जना यता इन्डिभिजुअलमा रहेका छन् र 3 जना यता रहेका छन्। हाम्रो 3 जनाको भ्यास हुँदैछ यतातिर। को कतिको मन सानो बनाउँदो रहेछ भन्ने कुरा अहिले यहाँबाट थाहा हुन्छ। ल सुरु भयो अब। ल है कस्तो लाग्यो? मजा आयो। तिमीलाई कस्तो लाग्यो? तिमी त रोदियौ। साथ गरियो उच्च मोरल मजा पनि गर्ने सबभन्दा रुन्चे टोली आउँदैछ अनुहारले आउँदैछ। आनन्द आयो। अब हामीहरू गाई चाहिँ यहाँबाट बाहिर कहाँ जानु लाग्यो? गोडी होइन तिमीहरू? गोडी जाने भने होइन? सायद गोडी जान्छ होला टोली चाहिँ अब। अब चाहिँ हामी लाग्यौँ। तिम्रो लपडा होइन र? ए हाम्रो चाहिँ यहाँ पछाडिको पुरा लोकेसन अब फोटो खिचेर हाँसेको नयाँ हाँस्नु यस्तो डर लाग्छ यहाँ। अब लाग्यौँ यो हेरेर अगाडि लाग्यौँ। ऊ त्यो चाहिँ पार्किङ हो बाहिरको। ऊ चाहिँ त्यो पार्किङ भयो। हामीले चाहिँ त्यहाँबाट टिकट काटेर त्यहाँबाट छिर्छौँ होइन। त्यहाँदेखि यता माथि आउँछौँ। ए क्विजमा त मेरो फेरि सिधैको थियो 8 नम्बर। छोडिदियो त्यस्ता टेन्सन लिने होइन। हुन्छ फेल हुन्छ के गर्नु त नि। अब मेहनत गर्ने हो। अब हाम्रो टोली सबै बाहिर निस्किनु लाग्यो होइन यहाँदेखिबाटै। अब हामी यहाँबाट लाग्यौँ बाहिर। बाइक कहाँ छ त? एकदम एकदम ले ल